तपाईको नेवारी संस्कृति झल्किने यो नै जोजोलोपा गाइज है। आज हामी चाहिँ रूपा गाउँपालिकाको स्थापना दिवसको अवसरमा चाहिँ रूपा गाउँपालिकामा हामी रूपा देउराली नियाखलाको चाहिँ हामी झाँकी प्रदर्शन गर्न गइरहेका छौँ र अहिले हामी चाहिँ यहाँ तयारीमा छौँ। यहाँ पछाडि हाम्रो आरोसी बहिनी चाहिँ टक्क कुमारी बनेको छ है। अनि हाम्रो ओसिसमा छोरी पनि यहाँ यस्तो नेवारी ड्रेस लाएर बसेको छ। ओसिसमा जोजोलोपा हान्देऊ न लगाइज हाम्रो देवीहरू छ बनिरहेको छ। यहाँ हेप्पीडेन्ट पो खान्छु भन्छ है। देवीले हेप्पीडेन्ट कहाँ खान्छ त नि होइन? अस्टिनालाई त कति राम्रो देखेको भाइ। पिङ्क परी ब्लू परी फेरि कस्तो मक्खी भइदिन्छ। अरू दुईटा परी खाइदियो नि अनि कुन देवी हो तिमी? नरसिंह ममता होइन? ल ठिक छ। हाम्रो माग पनि आउनु भएको छ है यहाँ रूपा गाउँपालिका। अनि नाकहरु यसो हड्डी ठोकिनी गर्छ नि। लगाइज हाम्रो रूपा देउराली नियाखलाको चाहिँ आज हाम्रो झाँकी प्रस्तुत हुँदैछ रूपा गाउँपालिका स्थापना दिवसको अवसरमा र हामी करिब 120 जना जति हामी 5 वटा नाच, अष्टमातृका नाच, त्यसपछि घिन्ताङ घिसी नाच, त्यसपछि ताइमचा, धिमे बाजा र लाखे नाच गरेर हामीले 5 वटा नाचहरू लिएर आएको छौँ। हाम्रो यो काठमाडौँ, ललितपुर र भक्तपुर पछि हामीले पहिलो पटक हामीले पोखरामा यो हाम्रो अष्टमातृका नाच देखाउन गइरहेको छौँ। 8 वटा देवीहरू चाहिँ यो नाचमा चाहिँ प्रस्तुत हुँदैछ। हामी नेवारी भेषभूषामा 120 जना हामी रूपा गाउँपालिका आएका छौँ। लक्ष्मीनाथमा सानो सानो बहिनीहरू हाम्रो सानो नानीहरू छ है। हामी रूपा गाउँपालिकाको भित्रकोमा आइपुगेको छौँ। हाम्रो नाच प्रदर्शन भइरहेको छ है। हाम्रो अष्टमातृकाको देवीहरू नाच्दैछ। कस्तो लाग्छ नाच हजुरलाई? अति राम्रो छ। राम्रो छ। तपाईको नेवारी संस्कृति झल्किने यो नै सबै हाम्रो लगाइज हाम्रो झाँकीको अन्तिम तयारीमा छ। पालो आउन लागेको छ है।
हाम्रो देवीहरू यहाँ छन् है खै हाम्रो देवीहरूलाई देखाम ल है अब हाम्रो पालो आउनु लाग्यो है सबैजना रेडी है धेरै धेरै धन्यवाद छ रूपा देउराली नेवा खोलालाई ट्याक्कै 5 मिनेटमा सक्नु भएको छ।
यहाँलाई धेरै धन्यवाद छ। यो मेहनत यो सजावट यो र्याली यो झाँकी यो प्रस्तुति के गर्ने अब समय निर्धारित समय छ, धेरै समूह छन्, सबैलाई सम्बोधन गर्नुभएको छ। रूपा गाउँपालिकालाई हामी विशेष सम्मान व्यक्त गर्न चाहन्छौँ। हामी कलाकारहरूको तर्फबाट रूपा गाउँपालिकाका प्रमुख कला संस्कृति प्रेमी समाजप्रेमी समाजसेवी शिक्षा प्रेमी कला संस्कृतिलाई अत्यन्तै माया गर्नुहुने नवराज जुजाज्यूलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौँ। एकपटक सबैले हात माथि गरेर जोरदार ताली बजाउनुहोस् त। धेरै गाउँपालिकाहरू छन्, कुनै पनि गाउँपालिकामा यस्तो कार्यक्रम देख्न पाइएको छैन हामीले, तर रूपा गाउँपालिका हरेक काममा यहाँको संस्कृतिमा यहाँको विकास निर्माणमा यहाँको प्रकृतिमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू कसरी आउने, यहाँको विकास निर्माण कसरी गर्ने, यहाँ कसरी कृषिलाई अगाडि बढाउने, यहाँको जनशक्तिलाई कसरी यही ठाउँमा आत्मनिर्भर बनाउने, हरेक क्षेत्रमा अगाडि नेपालकै नमुना गाउँपालिकाको रूपमा सम्मानित गाउँपालिका तपाईँ हाम्रो गाउँपालिका, राम्रो गाउँपालिका हाम्रो गाउँपालिका सबैलाई हामी हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौँ।